तपाईले थाहा पाउन पर्ने यी 5 कुरा फ्रम द डिस्प्युट बिट्विन एनईए एन्ड इन्डस्ट्रियलिस्ट। नम्बर 1, एनईए ले डेडिकेटेड फीड लाइन आफै बोलाएको थियो 2070 मा। नम्बर 2, चान्चुन 2 वर्षपछि मात्र फ्याक्ट्रीले सुविधा फिल गर्न पाए, त्यो पनि 1 महिना र 10 दिनको लागि। नम्बर 3, अर्को ट्रङ्क लाइन सुविधा ल्यायो जसले भन्छ उद्योगले यो दुईटा क्राइटेरियामा मात्रै प्रिमियम तिर्नुपर्ने। 1, जब देशमा 6 आवर्स प्लस लोड सेडिङ छ, र 2, जब उद्योगले प्रतिदिन 20 घण्टा प्लसको सुविधा पाउँछ। नम्बर 4, यो सुविधा नि उद्योगहरूले 3 months and 25 days मात्र युज गरे, एज 2073 कार्तिक 25 मा गोर्खापत्रमा पब्लिस भएको न्यूजले भन्छ लोड सेडिङ घटेर 4.5 घण्टा पर डे भयो। नम्बर 5, चान्चुन 5 महिना यो प्रिमियम सर्भिस महसुस गरेको उद्योगलाई एकैचोटि 5 वर्षको फुल प्रिमियम रेट तिर भनियो, र अहिले सच्याएर 2.5 वर्षको 8 अर्ब पे गर भनिएको छ।